बताउन चाहन्छु। अब त्यसबाट बाहिर निस्कनुपर्छ। मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि हुनु होला। किनकि जनता अब्बल चेतनामा आएको छ। इतिहास रचनामा एउटा मान्छे एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौं व्यक्तित्वहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। उलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीद की आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीद की आमा, सामान्य कुरा होइन। तपाईलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरू, कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो, तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला ठूला हल या ठूला ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा पुरे, तपाईँ हामीलाई 36 महिना 36 दिन पनि पुर्नेवाला छैनन्। यो कुरा निर्धर। तपाईहरूको विज्ञता थाहा छ, तपाईहरूको क्षमता थाहा छ। कयौं साथीहरू अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई सार्वजनिक अभिव्यक्ति जस्तो दिन्छु त्यस्तै दिन्छु जस्तो लाग्छ। यु आर मोर देन वेलकम टु लिभ दिस। राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। देखिए गर्नुहुन्छ, कयौं साथीहरू छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ।